उफ यो दिनदिनैको यो अफिसको कामले पनि ढिक्कै लागिसकेको छ। यसो 2-4 दिन बिदा भइदिए त कतै घुम्न जानु हुन्थ्यो साथीहरूसँग। ढिक्कै लागिसक्यो। अब यसो एकछिन मोबाइल चलाउनु पर्यो। के छ आजको अपडेट दिनभरिको फेसबुकतिर हेर्नु पर्यो अब के छ। ओहो आज त अफिसबाट आउनु नि कति ढिलो भयो। रात पर्न लागिसक्यो, खाना पकाउन ढिलो हुनु भयो। आज त छिटो कपडा चेन्ज गरेर किचनतिर गइहाल्नु पर्यो। नानी फेरि रुन्छ होला। ढिलो भइसक्यो, छिटो गरेर दाल बसाल्नु खानु पर्यो। खाना नै पाक्यो। नानी त उठेर एक्लै खेलिरहेको रहेछ। भोकाइहरि म पनि आउन भ्याइनँ किचनको कामले। यसो उठेर दुध बनाएर खुवाइदिनु भएको भए पनि त हुन्थ्यो नि त। कति भोकाइ होला। ए के रे अफिसको काम सबै सकाएर पनि मैले घरमा आएर काम गर्नु पर्यो, नानीलाई खुवाउनु पर्यो। यदि मैले नानीलाई खुवाउनु पर्ने भए तेरो काम के त नि? आमा भएर तैँले खुवाउनु सक्दिनस्? अफिस त म पनि गरेर आएको हो नि। मलाई पनि त गाह्रो हुन्छ नि। घर बच्चा अफिस सम्हाल्न मलाई गाह्रो हुँदैन। अफिस जानु तेरो रोजाइ हो। सक्दिनस् भने छोड दे। घरमा बा आमा पनि बुढो भइसक्नु भएको छ। बा आमाको स्याहार गर्ने, छोरीको स्याहार गर्ने, घरधन्दा गर्ने, त्यति गरेर बस। तर मबाट चाहिँ छोरी हेर्ने काम र घरको काममा चाहिँ आशै नगर। मेरो पनि श्रीमान बुझ्ने र असल भइदिएको भए हामी पनि खुसी हुन्थ्यो होला। हाम्रो परिवार पनि सुखी परिवार हुन्थ्यो होला। यसरी त कति समय चल्ला र छोरीको भविष्य पनि हेर्नु पर्यो। के गर्ने होला मैले।